हेलो, कहाँ जाँदै हुनुहुन्छ तपाईँ? भनिदिनुहोस्। माछा फार्म, माछा झिक्नलाई। रोमन माछा फार्म, तर बाटो चाहिँ यस्तो रहेको छ। ठुलो बाटो पनि छ, तर हामी चाहिँ सर्टकट जाने भनेर यहाँदेखि गएको। हजुर हजुर आउँदैछौँ। अगाडि चाहिँ अङ्कल र मम्मी जाँदै हुन्छ। बाबा र कान्छा पाजु गइसक्नु भएको छ। अनि स्कुटीमा चाहिँ भाइ र सानो फुच्चे पनि जाँदै हुनुहुन्छ। सबभन्दा लास्ट चाहिँ हामीमा हुन्छौँ जस्तो छ। यहाँनिर सिस्नु पनि रहेछ। ओइ सिस्नु फुलेको रहेछ। के थाहा त। अनि यहाँ चाहिँ बाँस घारी रहेछ। कस्तो शीतल भयो अहिले चाहिँ आएर। गर्मी गर्मी भइरहेको थियो। ल क्यामेरा होल्ड गर्नुहोस् बहिनी। होल्ड गर्नुहोस्। दयाहाङ राईको क्याब खोलिसकेँ मैले। लड्छ खोलिसक्नु भयो। अगाडि फर्केर हिँड्नु, अगाडि फर्की लड्छस्। उहाँ आउँदै हुनुहुन्छ। अनि हस्ट्रिज यहाँ तल चाहिँ बास चाहिँ घारी घारी, तर पनि एकदम शीतल भइरहेछ। गर्मी है। मम्मी यहाँ त पहिरो पनि लडेको रहेछ। पहिरो रहेछ यहाँ चाहिँ देख्न सक्नुहुन्छ। अनि होइन छैन हल्लाको, म कस्तो सिधा गर्दैछु। अनि यता सिमी रोप्नु भएको रहेछ। कसको हो पर्छ थाहा छैन। म चाहिँ यहाँको पाहुना हो पो भन्छ। यता उहाँ भर्खरको बुहारी। के लागेछ त पानीले यस्तो क्षति गरेको रहेछ। हैट तल बाटै भेटाएको रहेछ नि त यसले त। पहिरो यस्तो भएको रहेछ हो। हामी चाहिँ अब ठुलो बाटो निस्कन आँट्यौँ। माछा फार्म पुग्नु यहाँदेखि कति लाग्छ? कति 10 मिनट? 10 मिनट समथिङ समथिङ नै भन्छ होइन? के भन्छ भन्दै खै हिँड्नु तपाईँ अगाडि। हाम्रो चाहिँ काम छैन, तर पनि हामी चाहिँ माछा हेर्न आएको। ए देउराली दिस ठाउँ देउराली। अमिसो हो हाम्रो यो इलामतिरको मुख्य खेती होइन? फेमस यस होइन। तपाईँको त आधी मात्र आइरहेछ त। वाउ आज हेर्न सक्नुहुन्छ मौसम इतना होइन यही बाटो हो। अन्त पारी पारी देख्न सक्नुहुन्छ चिया। ए चियाको बगानहरू देख्दै हुनुहुन्छ होला। देख्दै हुनुहुन्छ होला। देख्दै हुनुहुन्छ होला। यहाँ चाहिँ हाम्रो सानो हुनुहुन्छ। सानो मान्छे उहाँ। अनि पर चाहिँ सन्जु आन्टीको देवर हुनुहुन्छ स्कुटीमा चाहिँ। कहाँ स्कुटीमा चाहिँ। अनि हामी चाहिँ अब माछा फार्मतर्फ लाग्दैछौँ। यहाँदेखि पुग्नु धेरै छैन, अब 2 मिनट छ। तपाईँहरूलाई देखाउने नै छु अवश्य। वाउ हेर आकाश पनि निलो निलो। यो चाहिँ भएन। यो अलिक माछा फार्म जाने बाटो चाहिँ अलिक बनाउने बेला भएछ। यो अलिक भएन क्या। यस्तो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यो बाटो चाहिँ अलिक पिच भएको छैन। देख्दै हुनुहुन्छ होला। को आउँदै हुनुहुन्छ? को आउँदै हुनुहुन्छ?
बाटो चाहिँ यस्तो छैन। हामी चाहिँ फेरि फर्क्यौँ चारो लिन। ला मेरो बाटो चारो चारो यहाँ माछालाई दिनको लागि। अब माछा झिक्ने हामी तर्खर यो माछा खानु जाने बाटो चाहिँ अलिक यस्तो भए पनि यहाँ चाहिँ अलिक जानुहोस्। उहाँकै हो माछा फार्म। अनि हामी चाहिँ पुग्न लाग्यौँ। अब देख्न सक्नुहुन्छ यहाँ सानो पोखरी रहेको छ, देख्न सक्नुहुन्छ। अनि यहाँ हो माछा फार्म, देख्न सक्नुहुन्छ माछा फार्म। माछा फार्म देख्दै हुनुहुन्छ। यहाँ माछा निकाल्नको लागि तर्खर गर्दै हुनुहुन्छ अजीहरू। म चाहिँ यता जानु देख्न सक्नुहुन्छ इस्कुसको मचानहरू। माछा झिक्ने कार्यक्रम क्या है? अब यहाँ माछा झिक्नको लागि रेडी हुनु आँट्नुमा छ अझ। अब हामी यहाँ रमिता हेर्नेहरू धेरैजना। के गर्नु यतिकै राख्नु। यहाँ अब माछा झिक्नको लागि रेडी रेडी भइराख्नु भएको छ अझ। अब माछा हेर्न सक्नुहुन्छ। जालमा माछा फसिसकेको छ। उल्टो गीत गाउनु होला। उहाँले काँटा साह्रो यो सानो ड्रम हालेको भए त कहाँ उठाउन सक्थ्यो त मैले। कत्रो ठुलो रहेछ मोर्छ नि सानो ट्याङ्की हाल्दा
किसान यहाँ हाल्दाको मङ्गल भरे बोल जारले हामी अनि यहाँबाट सार्छ मसिनै सान्दैन उहाँ यहाँ हालिदिउँ कि सानो सानो अनि हामी जारले झिकौँ न बरु थुप्रै एउटा बाल्टी पनि लिएर आउँदैछ यहाँ हाल्दाको उता फ्याल्नु न क्यारेटमा हालेर त्यहाँ राख्ने उँभो हुन्छ हुन्छ एकैछिन बेच्ने चाहिँ कहाँ हालेको यो त उयो कत्रो कत्रो छ भने बेच्ने हो हेर सानो सानो त नबेचौँ है ऊ त्यो अर्को यति झिक्का यति सजिलो निकाल्नु घर पल्लो झिक्का न सानो झिक्का न जाल फुकाएको थियो भने त कहाँ छोप्नु उठाउनु सक्ने थियो रसित एकैचोटि आउँथेन यहाँ हाल्दाखौँ कि अङ्कल अनि यहाँबाट चाहिँ पोस्ने जालले झिकेर भरे सारौँ न होइन उँभो लाने गए त के होस् न हो उँभो जाने चाहिँ यहाँ हो कि मतलब यो सानो सानो चाहिँ ए झिक्नु त अप्ठ्यारो हुँदो रहेछ त नि झिक्नु त अप्ठ्यारो हुँदो रहेछ त कति अप्ठ्यारो सजिलो हुन्छ छेउबाट भएर यसरी अल्झिन्छ कि योहरू लगिदिउँ नि जोडियो होइन उहाँ त्यो यहीँ छोड्यो भने त मर्छ नि माथि कम्तीमा हाल्नुपर्छ माथि दुईजना भए चाहिँ दुई कुटेर हान्नु नि कता छोडिदिन्छ माछा यो हाल्नु योस् डिस्टेन्सै हुँदैन भाग्छ नि धेरै अब त्यत्रो पर्दैन नि अघि चाहिँ मौका थियो क्या जाल फिटिएको भएर नि यता तान्नु न यत्रो यत्रो भन्दै हुन्छ गोटी चढेको रहेछ कि याद गरिन आधा केजी छ कि यहाँ हालिराख्ने अहिले त्यसलाई हालिराखौँ न त्यो पानीमा ओहो आमा कति धेरै बिस्तारै 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 त्यत्रो धेरै त परेको छैन होला हरियो धुलो भएको छ नेट ग्रिन नेट त्यो अस्ति मसिनो मात्रै पऱ्यो जस्तो लाग्यो ठुलोहरू त उफ्रिँदै हो नेट पनि लिएर जाली यहाँ झिक्दै गर्छ अर्को कुदाइहालौँ न अर्को कुरा हेर्नु माछा लिएर फर्किँदैछौँ हामी बन्द फेममा निकाल्ने किन के छ त्यस्तो भन्नु